बुवाले टिका लगाइदिनुहुन्छ नहीं छोरा काली बोल दे ओए एटा कुनामा छैन का राजा कहाँ गएर किन्छ दाजु भाइले सबै जाने राम्रो अनि बुवाले त टिका सुगा मुलदोवाले टिका लगाइसक्नु हो सो नमस्ते गाइस सबैजनाले वेलकम ब्याक टु माई न्यू एपिसोड गाइस स्वागत छ न्यू एपिसोडमा अनि आजको दिन सबैले थाहा भएको कुरो आज चाहिँ विजय दशमी हैन अनि हामी सबैजना रेडी भइसक्यौँ बहिनी पछाडि देख्न सक्नुहुन्छ है अनि बहिनी पनि रेडी भइरहेको छ अनि खाना बनाएर भर्खर फ्री भयो क्या हैन बहिनी म सबैजना फ्री भयो अहिले भर्खर खानाहरू सबै बनाएर रेडी भइसकेको छ हैन अनि ट्याक्कै सबैजना चाहिँ अहिले देख्न सक्नुहुन्छ आइसक्नु भएको छ अनि यो गाइस रेडी भइसकेको छ सबै पुरै सेटअप भइसकेको छ गाइस चाहिँ मेरो बुवा मेरो कान्छो बुवा अनि यहाँ देख्न सक्नुहुन्छ दक्षिणा चाहिँ हामीले आज धेरैभन्दा धेरै चाहिन्छ भनेर भन्दैनौँ आशीर्वाद भइपुग्छ हामीले अनि गाइस त्यही अब चाहिँ हामी सबैजना रेडी भइसक्यौँ हैन भाइ रेडी भइसक्यो भाइ नै रेडी भएछ त ए ल ठिक छ भाइ पनि रेडी अनि यता बहिनी देख्न सक्नुहुन्छ बहिनीहरू मेरो बहिनी चाहिँ अघि नै आयो हैन धेरै भइसक्यो आएको 10:30 बजीतिर आइपुगेको थियो बहिनी चाहिँ अनि यहाँ भान्जी अनि मेरो बहिनी कान्छो बुवा अनि बुवा चाहिँ ट्याक्क बस्नु भएको छ रेडी अवस्थामा हुनुहुन्छ उहाँ चाहिँ अब चाहिँ हामी चियात्ता पारामा गाइस टिका लगाउँछौँ हैन अनि त्यहाँपछि तपाईँले भेट्छौँ गाइस यस्तै कुनै एक्टिभिटी गाइस है त जमरा फुल टिका हाम्रो चाहिँ राति टिका चल्दैन हैन अनि त्यही भएर चाहिँ हाम्रो सेतो टिका नि युज गर्छौँ अनि बुवाले ट्याक्क टिका सुगा मुलदोवाले टिका लगाइसक्नु हो अब चाहिँ बाँकी चाहिँ म लगाइदिन्छु बुवाले सक्नुहुन्न बुढो मान्छे त्यही हुन्छ हामी चाहिँ तीनजना छौँ यहाँ टिका लगाउने धोकाले बुवाले सक्नुहुन्न अलिक बुढो मान्छे होइन बहिनीले चाहिँ यो मलाई हेल्प गरिरहेको छ अनि भाइले चाहिँ भिडियो बनाइदिरहेको छ अनि ट्याक्क चाहिँ टिका लगाइदिएको छु बुवाले सक्नुहुन्न त्यही भएर मैले त्यति आशिष चाहिँ हामी अवश्य लास्ट धोका छ होइन देख्नु सक्नुहुन्छ ट्याक्कै धोकाहरूले टिका पनि लगाइसक्यो होइन अनि सबै धोकाहरूमा चाहिँ लागिसक्यो है छिहत्तर पारामा हामी रङ मिसो नि नाम ल मेरो बहिनी पनि आइसकेको छ माथि टाढाबाट अनि बाँकी चाहिँ हामी घरकै मान्छे हो है मेरो कान्छो बुवा मेरो बुवा पारि हुनुहुन्छ बहिनीले पारि ट्याक्क फुल सजाइरहेको छ है भान्जी भइहाल्यो नि सो अहिले चाहिँ हामीले धोकाले अनि हाम्रो मूलथाम भन्ने हुन्छ त्यहाँ मूलथाममा टिका लगाएर ट्याक्क अब रेडी अवस्थामा छौँ हामी चाहिँ अनि सबैजना हामी सब भेट भइसकेका छौँ अब एकछिनपछि चाहिँ हामी 76 पारामा टिका लगाउने कार्यक्रम गर्छौँ गाइस है सो त्यही तपाईँले एकछिनपछि भेट्छु रेडी हुँदैछ होइन सबै रेडी गर्दैछ बहिनीले पारि ल गाइस हाम्रो दुई भाइले चाहिँ ट्याक्क टिका लगाउनु भएको छ उहाँहरूले टिका लगाइसकेपछि हामीले लगाइदिनुहुन्छ होइन अनि भाइले चाहिँ ट्याक्क टिका लगाइदिनु लाग्नु भएको छ अङ्कलले कान्छो भाइले धेरै रक्सी खानु भन्नुभयो
अहिले चाहिँ हाम्रो त कान्छो बुबाले आफ्नो दाइले चाहिँ लगाइदिनु हुनुहुन्छ दुवैको कामै त्यही हो नि छिटो मर्नु भन्नु केटा किन मर्ने म तपाईँभन्दा म मर्नुपर्छ लगाइदिनु भने त्यो फुल दुई हाततिर होइन खै कान्छ होइन कान्छामी गए अब बुवाले चाहिँ आफ्नो भाइले चाहिँ दक्षिणा कति दिनुहुन्छ एमा जम्मा 20 रुपियाँ 20 रुपियाँ के खर्च लाग्यो ओहो बुवाले आफ्नो भाइले दक्षिणा त बाफ्रे बाप ल बुवा दुई भाइले चाहिँ लगाएर भ्याइसक्नु भयो होइन अब चाहिँ हाम्रो पाली गाई चाहिँ लगाएर हाम्रो चाहिँ अब सुरु भइसक्यो टिका होइन अनि त्यता पुग्नु छ भने चाहिँ ओके गाइस हामी पनि अब टिका लगाउन सक्छौँ होइन बुवाले टिका लगाइदिनुहुन्छ छोराको काली बोल्दै टायर पल्छ भन्ने मेरो मुहान कहाँ जाए पर पारी पारी अरे मैले दिनु र दक्षिणा दिए माइले बा दिमाग बढिदिनु सबैले है सबैले दिमाग दिमाग कस्तरी हेर्छ नहाँस्नु त्यो अघि रुमाल पनि गर्छ नि मलाई कान पनि खाँदैन अब आया तिम्रो टुले छैन अब आया अब भीम ल भिडियो हेलो भाइ भाइ बन्द गरिस् सबको हुने मूल्य निखिल तैँले मेरो छोरी ले राम्रो पुल पाउस राम्रो जग्गामा जाउस छोरी जाने पछि भएर पाउला गलत बाटो नहिँडेस् मलाई ओहो के भन्यो पढे गरे अरे बुझ्या तेरो चिल्लो लगाउने मान्छे ल त बुवाले चाहिँ टिका लगाएर भ्याउनु भएन अब चाहिँ कान्छो बुवाको पाली है अनि बुवाले कान्छो बुवाले टिका लगाइदिनु हुन्छ अहिले छोराले केही नहोस्
हाउस जाउस हाम्रो बाटोमा लगाऊ मेरो नाति पर माइट गएछ मेरो नाति बुहारीले केही नहोस् राम्रो सन्तोषको होस् एउटा केही आउने समयमा अब एउटा चाहना छ नातिनीको हाम्रो नजरमा राम्रो देखिनुहोस् देखिनु हजुर के भन्नुपर्छ भने तेरो कान्छा यस्तो तेरो कान्छा यस्तो भन्दा पनि आफ्नो मनमा उसले थाहा हुन्छ र अब आफ्नो व्यवस्था गर्नु ध्यान राख्नु रिसिकेको अब रिसिक्छ सबैले सानो भयो भने मान्छे सानो भयो भने कान्छाको हलमा खोलियो तिमीहरूलाई यसो कान्छाहरूले सोधपुछ गर्नुपर्छ र मनोमर्जी कुरा काम गर्नु हुँदैन कान्छाहरूले पनि एउटा अधिकार भन्छ कान्छाहरूले अर्कोले जो कुरामा लाग्नु बुबाआमाको रेखखेप नगर्नु भोलिभन्दा केही तलमाथि भयो भने तिमीहरू के हालत हुने अनि अब यसो चाहिँ समयमा खोज गर यताउता जाने भए कहीँ जाने भयो भने चाहिँ बुबाआमाको आज्ञा लिनु पर्यो बुबाआमा सानो होइन बाबु सानो भयो भने ठुलो मान्नुपर्छ अनि सुतिरहनु सुत्ने निन्द्राको बोकिरहनु निन्द्रा दुइटै नै ठिक छ अनि राम्रो पर्ने हो 10 क्लास त पर्ने हो त्यहाँदेखि आफ्नो पैसाको पनि त्यो लाग्ने त्यहाँदेखि म सक्दिनँ बाबु मेरो सवालले अब पर्ने भन्दा आम्फेर एउटा फर्काइदिनु अनि पर्नेमा ध्यान राखिदिनुहोस् नि है केटा परिस भने सबै अब राम्रो माने पर्ने भने गुन्डा गएर हिँड्लास् अनि बुवाको रेखेप नगर्लास् सायद अनि अब अलि ध्यान राख्नु चाहिँ पछि भयो भने अगाडि आउने ल त गाइस फाइनली भान्जा र भान्जी नातिनीहरू आइपुग्नु भएको छ अनि बुवाले चाहिँ टिका लगाइदिनु भएको छ साक्षी जाऊ त पापाको साइडबाट बस के गराउने यता बस यता यता हो त्यहाँ बस कान कहाँ छ पूजा जरा होइन अन्त बाजो नाउरा दिएन बाजे म मामा लाग्दैन हाँस्यो कसरी हाँस्यो राम्रो काम गर्नु है त्यसलाई हो टिको लाग्ने टिकी लाग्दैन रे ए के सोध्नु यसले
भिडियो नाटी लगाउनु उसको बात बोली गर्नु है के लाग्दैन सफा गर्छ के हो सानवी भाइजी जमरा लाउने फुल 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 के फुल खोइ फेसन भएर सजिलो हुन्छ अग्लो हुन्छ अग्लो भएर सजिलो हुन्छ ज्येष्ठ पुगिरहेको त्यस्तो पुगिरहोस् हाम्रो नातिले आँखामा के गर्यो आँखामा गयो रे के गयो चिसो लागेको छ आइसक्रिम खाने बिहान बिहान अनि कहाँ हुन्छ एक दिनमा बिराला चिसो खाने त्यो आइसक्रिम के मैले भिडियो बनाइरहेको छु स्क्रिनसट एउटा फोटो हानिदिन्छु तपाईँको त नाति राम्रो भइदियो भने होस् अनि हामीले यसो अब के भन्नु सकिँदैन आशीर्वाद राम्रो होस् जस्तो चलिरहेको छ त्यो जिन्दगीभरि अब तलमाथि नहोस् राम्रो गरेर खाऊ हामीले भन्ने के गरेर पुगेछ पुगिसकेपछि आउँथ्यो के भन्ने हामीले भन्ने ठुलो होस् होइन सबैजनाले टक बाजे तलेको पानी दिनु भन्योस् ज्यादा बिगारी खाउँदा आइज भन्नुहोस् है है त्यस्तो त भन्दैनन् मलाई तेरो काम पनि कहाँ पर्छ कहाँको अर्को कहाँको अर्को यसको नाम के अरे सानवी सानवी यसको ट्याक्सी सानवी ल त गाइस फाइनली हामीले टिका लगाएर पनि भ्याइसक्यो होइन अनि त्यही हो अहिले समयको कुरा गर्नुपर्दा चाहिँ 4 बजेर 5 बज्न आँटिसक्यो होइन अब त्यही अब खानाको व्यवस्था हुन्छ अनि खानापिना खाएर त्यहाँपछि आजको दसैँ पनि सकिन्छ यता नातिनीहरू मेला हेर्नु चाहिँ जाने तर त्यही टाढा छैन माथि यहाँबाट आधी घन्टाको बाटो छ अनि हिँड्ने कास लाग्छ त्यही पनि बिस्तारै बिस्तारै जान्छौँ खानापिना खान्छौँ अनि त्यहाँपछि हामी चाहिँ माथि गाउँकोले जान्छौँ गाइस है त सो त्यही गाइस तपाईँहरूले एकछिनपछि फोटो सेसनमा भेट्छौँ
यो फुलगोरीमा आइज न कमान आइज क्या कमान अगाडि ए यति कमान आइज यार रियल भन्दा गुगलले खाइदिन्छ अझै 220 पनि ओके गाइस तपाईँको दसैँ कस्तो भयो हाम्रो चाहिँ बवाल नै भयो भनौँ होइन अनि त्यही हो मैले चाहिँ म टक्क यहाँ भिडियो एडिट गर्दै बस्दै गरिरहेको छु होइन अनि टिका लगाएको टक्क देख्न सक्नुहुन्छ ओके गाइस हामी पनि अब टिका लगाउने सुरुवात गरिसक्यौँ होइन बुवाले टिका लगाइदिनुहुन्छ म चाहिँ यहाँतिर चिया तलाएर भिडियो एडिट गर्दै बसिरहेको छु अनि म मेलाको लागि जाने भनेको मेला हेर्न चाहिँ म जाँदिनँ अनि हाम्रो चाहिँ गाउँमा चाहिँ लोकल ट्रेडिसनल एउटा आफ्नो संस्कृति जगेर नगर्ने एउटा एक खालको छुट्टै सारङ नाच हुन्छ होइन सो त्यहाँ चाहिँ आज बबाल्ने रमाइलो हुन्छ वाइल्ने हुन्छ मैले चाहिँ लास्ट इयरको युट्युबमा हालिसकेको छु फेसबुकमा पनि हालिसकेको छु होइन सो सबैजनाले हेर्नु होला अनि सेम नै हुन्छ नाच सेम नै हो तर हल्का अहिले चाहिँ हल्का गेटअपहरू चेन्ज गर्ने भन्नुभएको थियो सो ड्रेसअपहरू अलि भिन्न ड्रेसअप गर्ने भन्नुभएको थियो सो त्यो कारणले पनि बोलाइदिइरहनु भएको थियो तर म जाँदैन किन भन्नुहुन्छ नि यहाँ पाहुनाहरूले पनि हेर्नु पऱ्यो होइन अनि त्यही भएर चाहिँ म जाँदिनँ अनि भाइले भनेको छु सायद भाइले सायद भिडियो लिएर आयो भने चाहिँ म तपाईँहरूले क्लिप हालिहाल्छु सो त्यहाँबाट हेर्नु होला तपाईँहरूले अनि ग्यास जे होस् आजको दसैँ एकदमै रमाइलो भयो तपाईँको दसैँ कस्तो भयो ग्यास अब त्यही त हो नि टिकासिका लगाइयो लाइट पनि गयो ग्यास ट्याक्कै आज लाइट आउने जाने गरिरहेको छ प्रब्लम होइन सो त्यही ग्यास अहिले चाहिँ म ट्याक्क लगाएर यहाँ भिडियो एडिट गर्दै बसिरहेको छु अनि फेरि पनि अर्को वर्ष यसरी नै टिका लगाउन पाइयोस् सबभन्दा ठुलो बडाको हातबाट अनि आशीर्वाद लिन पाइयोस् भन्न चाहन्छु अनि सबैजनाले ह्याप्पी दसैँ कोले कहाँबाट हेरिरहनु भएको छ कमेन्ट गर्नु होला कमेन्ट गर्न नभुल्नु होला नयाँ चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला गाइस है सो स्वदेश तथा विदेशमा छरेर बस्नुहुने सम्पूर्ण नेपाली जनहरूमा चाहिँ ह्याप्पी दसैँ गाइस बाइ